खै सोल्टीहरु त अझसम्म आउँदै होला नि। साह्रै भेट्न मन लाग्यो हो। एकान्छी त्यो डालो यता ल्याए त ल। सोल्टीहरु पनि आइहाले नि। आयो हो सोल्टी नि आयो। आरामै हुनुहुन्छ? साह्रो भयो बस्याम लाग्यो। आउनु अलि ढिलो भयो। सबैतिर बिदा भएर आउनु पर्ने त्यसैले। यसैले खै लानु गन्दै हाल्छ। पर्दैन। अब भोलि लाउ गइहाल्नुहुन्छ। बसौँ न एकछिन। ल त बसेको जा। बरु बसी बिहान यसो ठाडो भाकामा नाच्नु हो कि? हुन्छ नि नाच्छ है। ल ठाडो भाकामा त ठोक्छ ल ठोक। सोल्टिनी रात चाहिँ बाँकी रहेछ। बसी बिहान मनको धोको पनि पुरा भएन। माथि रामजी काँडामा नाचे जस्तै झ्याउँ नाचेर ज्यान त भाइ जाने हो
चोखो माया सानी पिरती गासेता सोचिनी रातभरि गाइयो नाचियो अब बिहानको मेलमिलो पनि होला भालीको डाकोमा देउराली काट्नु पर्ने नमस्कार, मेरो नाम गुना मगर। म यस नाटकमा सीताको भूमिका निर्वाह गर्दैछु। मेरो नाम निरु मगर। म यस नाटकमा बाटुलीको भूमिका निर्वाह गर्दैछु। लिएर आऊ आम ल्याउँदैछु त कति कराको जोडिया ल नकर जोडियाहरू घर जानु पर्दैन। रात छिपिसक्यो। खै मेरो पैसा निकाल। होइन, रात छिपिसक्यो। बुढा कता हराएछन्? यतिका बेला भइसक्यो, घर आउनु पर्ने। आमा आमा घर आउनु भएन। कहाँ जानु भयो? कति दिन त भएन। खोइ आउनु पर्ने हो। यस बेलासम्म कहाँ गएछ नि बुढा? तिमी यहाँ बस्दै गर, म तल गएर खोजेर लिएर आउँछु है। हेरे र यो बुढाको काम यस बेलासम्म घर आउनु पर्दैन। हेरे रक्सी खाएर हल्लेको संसारै घर आउनु भनेको त झन् यो बाटोले निकै भए नि यस बेलासम्म भट्टीको बन्द गर्नु पर्दैन। त्यसलाई के अरे तपाईँलाई के जस्तो मैले चाहिँ गरेँ नि भट्टी खोले नखोले क्या मुला बुढीसँग डराउँछ?
ल मैले जिती पैसा निकाल राम्रो बनाए भनेको तललाई यता लिएर आउँछ तिनीहरूले अब नगर्नु विराम गरिहालेछ सबैजनाको अगाडि 10 चोटि उठ्छ गरेर देखाऊ गरेको गल्ती पनि त ठुलो छ नि संस्कृतिको नाममा विकृति फैलाएको छ ल अब के सुरु गरौँ त
ए फर्या फुस्क्यो लौरबाट आएको लौरे बारे नि कति साह्रो कन्जुस गरेको हो जब पैसा हाल्नको लागि नि देउसुरीले दिएको त आशीर्वाद पनि लाग्छ नि दक्षिणा मात्र त लिएर जाने होइन नि हाल्नु किन्ने हो र किन्नु पर्यो खोइ हुन त चाडबाडको बेला हो खाए पनि खासै समस्या त नहुनु पर्ने हो सही हो सही अयो आमा पुलिस भएर आयो पुलिसमा बसेर आहै यसैमा घरमा आहै लक्ष्मीको बास होस् आहै जेठा छोरा चाहिँ आहै लन्डनै जाउन् आहै कान्छा छोराले आहै आर्मीमा भर्ना हुन् आहै सिपाहीको पढ्नु होस् आहै ठुलैमा होस् आहै म घरपेटी भएको आहै कुखुरा व्यापारी घरपेटी गएको छोरी छैन छैन एउटा छे बिहे गरेर गई त्यो पनि महिला है नाङ्लो भरि झिरे पिठामा छानी नाच्नु ल अब त सक्यो होला पनि पल्लो घर पनि जानुपर्ने सकेसकेर तलतिर जाउँ अब अति छेउमा पुग्यो के त मगमग बास्न आउँछ मलको पानीले आँखा सन्काइछन् हजुरबाले भन्ने गर्थे दही दुध खानु नाति तर मलाई दही दुध भन्दा खोया बिर्के यो शरीरमा लाग्ने कहिले कहिले बोतलको झोल खाएपछि झ्याप्पै लाग्छ